त्यसपछि ल सुन्नुहोस् त साथीहरू, अनि उहाँहरूको एउटा भनाइ गडेउलाले एउटा कतिवटा अन्डा दिन्छ? गडेउलाको एउटा अन्डाबाट गडेउलाले 7 एउटा वटा अन्डा बच्चा दिन्छ, जन्मिन्छ एउटा अरे। अन्डामा 7 ल वटा बच्चा हेर्नुहोस् त, हुन्छन् सर। एउटै अन्डामा अचम्म यो सात चाहिँ वटा मैले पनि बच्चा हुन्छन्। फर्स्टचोटि सातवटै सुन्दैछु है। सक्सेस तपाईँले यो हुन्छ भिडियो कि लास्टसम्म त्यो मोर्टालिटी? बच्चा हेरेर त्यो बच्चा प्रतिक्रिया आएपछि दिनु होला है त। 48 दिनमा त्यो सुन्नु होला मेच्योर यो हुन्छ। भिडियोमा उहाँले के भन्नुहुन्छ। 7मा 7 बाँच्छन्? हजुर नाइ 7मा 4 वटा बच्छन् सर, 4 वटा 3 वटा बच्छन्, अरू मर्छन् सर। ल हेर्नुहोस् त, त्यो मर्ने दर गदेउला चाहिँ खेती किन त्यस्तो? अनि कि गदेउलाबाट त्यो मल त्यस्तै हो सर, उत्पादन। प्रक्रिया नै त्यस्तै हो। अब एउटा सानो कोकोनमा 7 वटा हुन्छन् त सबै त सर्भाइभ गर्न सक्दैनन्, त्यो मोर्टिलिटी रेट त आउँछ त्यसमा। 7मा 7 बचाउन सकिँदैन। सक्दैन सर। हामीले कहिले अन्डा पारे, कहिले तिनीहरूको मिटिङ भयो, त्यो त हेर्न ल हेर्नुहोस् यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरूलाई, र तपाईँहरूले पनि प्रतिक्रिया दिनु होला कमेन्ट बक्समा। 2 शब्द छोड्न मर्ने दर नभुल्नु होला है। कस्तो हुँदो रहेछ? एउटा अन्डाबाट मर्ने दर 7 वटा यिनीहरूको सर गदेउलाको बच्चा जन्मिँदो रहेछ। 380 फर्स्टचोटि दिन सुन्दै प्लस हुन्छ तपाईँलाई सर। कस्तो लाग्यो? 380